someone died 3 days ago. Yes, died on this trek. मैले अघि नै पनि भनेको थिएँ, this trek ain't that easy. हिजो मरेको मान्छे अहिले मैले त्यस्तो हल्का सुनेको कहाँ होस् मरेको हो हो र के ल्याएर आएको नि कोरियनको भाइ कहाँ चाहिँ मास्टरको होटलमा अब भोलि आइपुग्छ होइन कहाँ हो र यो तलमै तपाईँको अब भोलि कल्पना 15 गते तपाईँकै ठाउँ खाना खान आएको छ अन्त फेरि भेट भयो है फेरि ल हस्ता लाग्यो भन्छ यसरी अहिले त टमाटर हालिदिएछ त्यहाँ खाएर हिँडेको ल है ल अङ्क जरा उस भइ त छेत्रीहरू रे कता काठमाडौँतिर काटाएको ल काठमाडौँतिर काठमाडौँ छेत्री जरा कति यो गएर त कति दिन भयो कता देउरालीमै नै बित्नु माथिबाट बोकेर ल्याएको रे क्या के हिमालय चढ्नु भएको होइन चढेको होइन हिमाल चढेको बेस क्याम्पसम्म त्यसको भारी बोकेर ल्याएको रे कि यहाँसम्म यहीँ थम्नु हिजो थम्नु झरालिदिन्छु भन्दै अरे भनेको त्यो मान्छे मानेन रे कि मानेन यसो भन्दै थियो एकजना छ एकजना मात्रै त्यसको साथीहरू पनि छैन एक्लै आएको रहेछ एक्लै आएको What is life? जीवन के हो? यो प्रश्नको उत्तर सायद सबैको लागि फरक हुन सक्छ। करेला आलु र करेला यहाँबाट साग आफ्नो मलमा रोपेको के त्यो मात्रै हो टमाटरको अचार त्यही हो र दाल कालो दाल रातो दाल इस्कुस हुनु भएन यस्तो दुःख गरी चढी आउनु फेरि इस्कुस खानु पैसा तिरेर मरिहाल्यो हिजो एकजना भाइले जहाँ जुन होटलमा जान्छ इस्कुसी जुन होटलमा जान्छ इस्कुसी पैसा किन्ने बेकारै भयो आमा भनेर लगाइदिएर हाँस्दा तपाईँलाई मन नपरेको इस्कुस भाइ किन मन नपर्ने त्यो हुन्छ नि अब एउटा तरकारी कुनै न कुनै तरकारी देखेकै रिस हुनु त्यस्तै भयो केही बेर अगाडि एउटा मान्छेको कुरा भइरहेको थियो आज यो बाटोमा नहिँड्ने मान्छेको अहिले चाहिँ हामी तरकारी मन पर्छ कि पर्दैन भनेर हाँसिरहेको छौँ एउटा कुरा भारी अनि अर्को कुरा हल्का सायद यही नै जीवनको नियम हो आइसक्यो आइसक्यो भने कति मिनटको आइसक्यो
अब अलिकति छ आइसक्यो होइन धेरै लाग्दैन अब आधी साह्रै अब धेरै भनिदियो त 8 दिन छ है अलिअलि आइसक्यो भने फेरि 15 मिनटपछि फेरि आइसक्यो पुरा आइसक्यो भने त 8 दिन नि त बितेरहरू अब कहिले नहिँडिराख्नेहरू त खुसी हुन्छ नि लोवरबाट अप्पर चाहिँ कति मिनट लाग्छ आमा लोड के अरे लोडबाट हजुर पर तपाईँहरूलाई हामीलाई 1 घन्टा तपाईँहरूलाई 2 घन्टा भन्छ अझै 2 घन्टा पाइन्छ 2 घन्टा भनेपछि यो भाइहरू उस भनेपछि मेरो त अझै पछाडि छ बम्बु भनेपछि भात खाएको छैन रे भात खाँदा के गर्दाखेरि बम्बु उहाँहरू बम्बु जाने बम्बु भन्छ के अरे बम्बु तपाईँहरू चाहिँ बम्बु जाने झ्याउला एउटा बम्बु? उस गरेर मात्रै बल्ल पुग्छ पहिला फोन गर्नुपर्छ बम्बु पाउँछ कि पाउँदैन रुम पाउँछ कि रुम पाउँदैन बुकिङ गर्नुभएको फेरि उस हुन्छ नि त रुम नपाएर तपाईँहरू फेरि त्यो जङ्गलको बाटोबाटै भाग बालु भेट्छ के अरे उस गर्छ नि त हिँड्न दिनु नि त रात परेपछि 5 बजेपछि चाहिँ नहिँड्नु भन्छ के अरे 5 बजे बन्द त्यहाँ अघि ऊ गर्ने बेला भनेन तपाईँहरूलाई चेकपोस्टमा भने चेकपोस्टमा केही भएन भनेको थियो हामीलाई आउँदाखेरि चाहिँ फेरि इन्ट्री गर्नु भने त्यति हो त्यही के गर्नुहुन्छ हुँदैन भनेर भनेको थियो कि 5 बजेपछि नहिँड्नु रे गुरुको जान दिनु केही चाहिँ छ नहिँडाउँला या कहाँ पुगिन्छ होला त्यसमा तपाईँहरू के अरे सिनुवा फोन गरेर नि हुन्छ कि छुट्टी हुन्छ बब्बु नि तम्सिए नि हुन्छ अधुवनको अर्थ त बिर्सेको छैन नि है बाटो म अहिले त्यही अधुवनमै छु उनीलाई भेट्नलाई ए आमाको होटेल यतैतिर हो के हस् 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 हुन्छ हस् तर लाग्छ हामी अहिले अपर्सन उयो होइन त यही माथिको ए त्यो नि लोवरै हो त्योभन्दा नि उता छ भनेपछि अनि अहिले चाहिँ आइपुग्यो अप्पर सिनुवा आज हामी यही ठाउँमा नै रात बिताउँछौँ
another day, one more chance to live. जीवनको केही भरै छैन हो आज छ भोलि छैन। मलाई अहिले पनि हिजो आमाले भन्नुभएको कुरा याद आइरहेको छ। कोही केही दिन अघि त्यही गन्तव्य जहाँ म जाँदैछु त्यहीँ पुग्न नपाउँदै बित्नुभयो। एउटा सानो गल्ती अनि लाइफ इज गन। कतै केही आवाज गुन्जे झैँ लागिरहेछ, मलाई बोलाइरहेको जस्तै। अनि म हिँडिरहेको छु, तर अहिले एक्लै चाहिँ छैन। म साथी भेटेको छु, फरी फ्रेन्ड। साथीले अहिले पानी पिउँदैछ अनि म चाहिँ वेट गरिरहेको छु। आइज 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 मैले नबोलाएको पनि होइन, तर मेरो फरी साथीको इरादा यहाँभन्दा अघि जाने थिएन। सायद जीवन यस्तै नै हो, कोही सँगै हिँड्छ, कोही बिचमै छुट्छ। बट यु मस्ट किप अन गोइङ इभन इफ इट मिन्स वाकिङ द पाथ अल अलोन। आज देउराली बस्ने ए छमरुङ फेरि फिर्ता आउने। 11 बजे हिमालयबाट देउराली टाढा कि नजिक? हिमालयबाट 1 घन्टा। मैले सुरुवातमा एउटा प्रश्न गरेको थिएँ नि, वाट इज लाइफ? जीवन भनेको के हो? मैले एउटा कोट सुनेको थिएँ, आई डोन्ट नो कसले भने हो, बट दिस कोट ट्रुली डिफाइन्स जीवन के हो भनेर। लाइफ इज इन्जोइङ द प्यासेज अफ टाइम। टाइम त चलि नै रहन्छ, राइट? अनि हिजो त गइसक्यो, भोलिको केही ठेगान नै छैन। छ त के भन्दा आज, अहिले यो पल छ। अब यो पललाई इन्जोय गरेर जान दिने या यत्तिकै, किनकि समय रोक्नेवाला त छैन। त्यसैले मेरो विचारमा जीवन भनेको हरेक पललाई जिउनु हो। भन्छन् नि, लिभ इन द मोमेन्ट। त्यही।
हजुर यो स्टिक नि एकचोटि यही अन्नपूर्ण आइकन गइसक्यो ए गएर फेरि यो दोस्रोचोटि हो यसको यो सेकेन्ड टाइम तपाईँको नि सेकेन्ड टाइम कि मेरो त फर्स्ट टाइम ए ए ए स्टिकको चाहिँ सेकेन्ड टाइम आज मेरो पाला आएछ अनि यो स्टिक सेकेन्ड टाइम मसँग होइन होइन मेरो ग्रुप पछाडितिरै हुनुहुन्छ हजुर म अलि अलि अगाडि भाइ निकै तगडा अब चाहिँ के हुन्छ भन्दा घरको प्रब्लमहरू आउन सक्ने हामीहरूलाई प्रबल सम्भावना हुन्छ है त्यसैले अलिक सोच्नुपर्ने हुन्छ अलि बिस्तारै हाई अल्टिट्युड चाहिँ समस्या पार्न सक्ने सम्भावना अस्ति एकजना बितेछन् बितेछन् है त्यही प्रब्लम थियो होला सायद होला फेरि एक्लै आएर छ केटो रहेछ भर्खरकै त्यही काठमाडौँतिर त्यही त्यो दिन दशा क्या दिन दशा भन्छु म त्यही भएर भन्छु एक्लै त हिँड्नै हुँदैन नि यति टाढाको बाटो कमसेकम एक दुईजना साहित्य आउनुपर्छ क्या कस्ता चाहिँ एक्लै हिँड्नु मिल्छ भने उस्तै परेदेखि हजुर सकेसम्म कहिले पनि नहिँड्नु एक्लै कुनै यात्रा पनि नगर्नु त्यति गरिहाल्नु पर्यो मोटरले लाने मोटरले ल्याउने खालि गाडीमा बस्ने मात्र काम अनि कता घुम्ने भनेको यसो एक डेढ घन्टा कतै घुम्यो फोटोसोटो खिच्यो कतै मन्दिर छ भने दर्शन गऱ्यो यस्तै नभए होला एक्लै नमस्ते 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 होइन भने एक्लै हिँड्नु हुँदैन हामीले यस्तै बाटो बलात्कार गऱ्यौँ भने चाहिँ हामी स्लो हिँड्यौँ स्लो चल्छ है गाडी हामीले खोइ त कुद्यौँ हामी ल कुद्दिनु त कुद्दिनु खुट्टा तलक्क बनायो भने त मान्छे भागिन्छ लुक्स नाइस है एकचोटि तलै जाउँ होला I should have stopped here. But मेरो जुत्ता नि भिज्यो ट्राउजर नि भिज्यो oh shit